हजुरको नाम के हो? समिता राई। कहाँबाट आउनुभयो? अर्जुन धारा एक नेपालबाट। हजुर। हजुरलाई के भएको थियो? पहिला किडनीको यो सुगर बेसी भएर दबाई खायो, त्यो दबाई नसिनेर यो खायो नि त दबाई। अब म त अनपढ हो, अनि अब बुहारीले दिएको थियो दबाई। अब त्यो एक टाइम खाने दबाई 3 टाइम खाएँ मैले। त्यो 3 टाइम खाँदाखेरि मेरो किडनीकै फेल भएछ। अच्छा। अनि किडनी फेल भएर अनि उहाँ बजरङ्गमा तीर्थ सिटी गएँ। 3 दिन बसेँ। 3 दिन बस्दाखेरि पनि रिपोर्ट ल्याएन होइन। अझै 3 दिन बस्नु भएन। अनि त्यहाँबाट हामीहरू अहिलेसम्म अब रिपोर्ट पनि दिँदैन, हामीले निस्किन्छ, अनि जहाँ लगे पनि हुन्छ, जान्छौँ, मरे पनि मर्छ, बाँच्यो पनि बाँच्छ, हामी हाम्रो बिमारी निकाल्छौँ भने मेरो छोरीले। अनि त्यसो भनेपछि अनि कागज थियो, अनि त्यहाँ किडनी फेल भएको छ भने, अनि मैले भने जाति हुन्छ किडनीको भनेको, अनि 3 महिना बस्नुपर्छ, त्यो हामीहरू ग्यारेन्टी दिन सक्दैनौँ भन्यो हो त्यो डक्टरले। अनि त्यसो भनेपछि अनि मेरो छोरीले पनि जबरजस्ती निकालेर यहाँ भनेर सुनेको थियो नि त, एकजना मान्छेले पहिला आएको रहेछ। अनि त्यो मान्छेले अनि भनेर अनि त्यहाँ उहाँ गयो हेर्नु नि एकै भएन। अनि त्यहाँबाट मैले नै गाडी भाडा सर सबै गाडी रिजर्भ गरेर नेपालबाट रिजर्भ गरेर ल्याएँ त्यो मान्छेलाई। अनि ल्याएर अनि त्यहाँबाट उयो गरेको, अनि के भन्छ त्यो थेरेपी के अरे पञ्चकर्म गरायो थियो। यहाँ आएँ डाइरेक्ट पञ्चकर्म गराउनु भयो। अनि त्यहाँबाट कति 1 हप्ता गयो होला। 1 हप्ता गरेपछि त्यतिकै अनि पहिला त हिँड्नै नसक्ने नि, हातमा समाएर ल्याएको भनेर। अनि त्यतिकै अनि त्यहाँ अनि 4-5 दिनबाट अलिक जाती भएको जस्तो भयो। त्यहाँबाट फेरि अलिक दिनबाट झन् हल्का हल्का जस्तो गयो। अनि 15 दिनमा आउनु भन्नुभएको थियो। अनि त्यहाँ 15 दिनमा आउँदाखेरि अनि किडनी ठिकै छ भने होइन, राम्रै भएछ किडनी भन्नु। अनि त्यहाँबाट फेरि अनि क्रिएटिनिन तपाईँको त्यति बेला 10 थियो, युरिया 280 थियो होइन। डायलिसिस भनेको थियो होइन तपाईँलाई? डायलिसिस भनेको थियो नि पहिला त, झन्डै गरेको थियो नि। अनि मैले भने फेरि मलाई पनि कस्तो भयो भने भएको जस्तो ग्यास्ट्रिक जस्तो मुरी सुन्नेर आयो। अनि डाइलेसन गरौँ कि भने नि अब क्या हो क्या डाइलेसन मलाई के थाहा मर्छ भनेको थियो। अनि त्यहाँबाट अनि त्यति जाति भयो। अनि जाति भएपछि त्यहाँबाट अनि जाति भएपछि राम्रै छ भन्नुभयो। अनि यहाँबाट गएर उयो बाटोदेखि उतापट्टि होटलमा त्यो सुखा रोटी अनि एउटा अमिलोको चटनी हुन्थ्यो होइन। अमिलोको चटनी सुखा रोटी सब्जी खाइदिएको थिएँ। फेरि अर्को 15 दिनमा आएको, फेरि उस्तै फर्क्यो। अमिलो खानु हुँदैन रहेछ, किडनीमा अमिलो खानु हुँदैन नि, बेसी अमिलो खानु हुँदैन रहेछ। तर कति वर्ष भयो भएको तपाईँले? मेरो 7 वर्ष भयो। 7 वर्ष अगाडि यति बेसी थियो किडनीको हालत थियो। अब त एकदम स्वस्थ छ, किडनी त एकदम जाती छ। सुगर थियो 600 जस्तो थियो, 500 भयो, 400 कता नि। अहिले बिचमा सुगर थिएन 3-4 वर्ष। मासु बेसी खाएँ नि त मैले, पुरा मासु खाएँ। के मासु खानुभयो? सुँगुर, कुखुरा सबै मासु खानुभयो भने अहिले सबै खानुहुन्छ? सबै खाँदैछु कि अहिले सुगरले गर्दा। अहिले सुगर आएको थियो, तर अहिले त आजको सुगर कति छ तपाईँको? 90 मात्रै। सुगर फेरि निको भयो। अब बेसी चाहिँ नखाउँ है त्यो मासुहरू, हरियो सागसब्जी बेसी खाउँ। किडनी पनि जाती भयो, सुगर पनि मोटामोटी जाती भयो। अनि यसरी नै बस्नु। अनि तपाईँले आफ्नो सबैलाई बताउनु कि कमसेकम किडनी चाहिँ जाती हुँदो रहेछ है। मैले भनेको त कोही उहाँ काठमाडौँ परेर छ मान्छेले होइन, वहाँनिर किडनी यो मैले अब अर्कालाई भनेर खबर पठाइदिएको थिएँ। अब कहाँ अब होइन भनेकै भनेन नि। अब मैले भनेको वहाँनिर जानु, सिलगढी जानु, प्रधाननगर भनेको मेम छ, एकजना मेम छ, राम्रो गर्नुहुन्छ भनेर मैले कतिजनालाई भन्छु। डाक्टर विभा मिश्रा हो। विभा मिश्रा मिश्र त पाउनु त अन्त। अनि जाती भयो राम्रो। तपाईँ कमसेकम यो सेवा चाहिँ गर्नु, बेसी नखानु ल। थ्याङ्क यू।